युके जाने सोच्दै हुनुहुन्छ र युकेको फुल प्रोसेसिङ के होला भनेर जान्न चाहनुहुन्छ भने वाच दिस भिडियो। फर्स्ट स्टेपमा रहेको छ हजुरको अफर लेटर, जुन चाहिँ हजुरलाई युनिभर्सिटीले प्रोभाइड गर्छ। यसको लागि चाहिँ हजुरले एकाडेमिक डकुमेन्ट्स, एसओपी, इफ आइएल्स अप्लाई गर्दै हुनुहुन्छ भने आइएल्स, इफ विदाउट आइएल्स अप्लाई गर्दै हुनुहुन्छ भने एमओआई एन्ड एलओआर, जुन चाहिँ हजुरले आफ्नो कलेजबाट सजिलै निकाल्न सक्नुहुन्छ। अफर लेटर आइसकेपछि हजुरले एनओसी गर्नुपर्ने हुन्छ। एनओसीको चाहिँ हजुरलाई 2000 लाग्छ। एनओसी आइसकेपछि हजुरले मेडिकल गर्नुपर्ने हुन्छ र मेडिकल चाहिँ अगाडि गरेको राम्रो, किनभने केही प्रब्लम छ भने थाहा हुन्छ। र मेडिकलमा चाहिँ हजुरको मेन टेस्ट हुने भनेको टिभी हो, जसको चाहिँ हजुरको अराउन्ड 8 to 9 के लाग्छ। मेडिकल गरिसकेपछि हजुरले फाइनल इन्टरभ्यू प्रिपेयर गरेर क्लियर गर्नुपर्ने हुन्छ। फाइनल इन्टरभ्यू क्लियर गरिसकेपछि अब पालो आउँछ फाइनेन्सियल डकुमेन्टको। फाइनेन्सियल डकुमेन्ट चाहिँ हजुरले दुई तरिकाले देखाउन सक्नुहुन्छ। एउटा भनेको एजुकेसन लोन र अर्को भनेको 28 डेज म्याच्योर ब्याङ्क ब्यालेन्स। इफ हजुरले एजुकेसन लोन लिँदै हुनुहुन्छ भने त्यो चाहिँ हजुरले स्टुडेन्टको नाममा लिनुपर्ने हुन्छ। फाइनेन्सियल पार्ट सकिसकेपछि हजुरले फी डिपोजिट गर्नुपर्ने हुन्छ। फी चाहिँ हजुरले 6 मन्थको नि पे गर्न सक्नुहुन्छ र 1 इयरको पे गरेर पनि जान सक्नुहुन्छ। त्यसपछि पालो आउँछ क्यासको। क्यासको लागि चाहिँ हजुरको 8 देखि 10 डेज त्योभन्दा बढी पनि लाग्न सक्छ। क्यास आइसकेपछि अब पालो आउँछ भिसा लजको। भिसा लज गर्नको लागि चाहिँ हजुरले भिसा फी र इन्सुरेन्स पेमेन्ट गर्नुपर्ने हुन्छ। इन्सुरेन्स चाहिँ हजुरले 776 पाउन्ड पर इयर पे गर्नुपर्ने हुन्छ भने भिसा फी चाहिँ 524 पाउन्ड पे गर्नुपर्ने हुन्छ। यसपछि बायोमेट्रिक गर्नुपर्ने हुन्छ र बायोमेट्रिक गर्दा चाहिँ हजुरले सबै डकुमेन्ट्सहरू कम्बाइन गरेर भिएफएक्स ग्लोबल वेबसाइटमा गएर डकुमेन्ट्सहरू अपलोड गर्नुपर्ने हुन्छ र त्यहाँबाट युके भिआईले हजुरको सबै डकुमेन्ट्सहरू भेरिफाई गर्छ र भिसा डिसिजन दिन्छ र यही टाइममा हजुरको युके भिआई इन्टरभ्यू पनि पर्न सक्छ। यो सबै प्रोसेसिङ सकिसकेपछि र हजुरको भिसा पनि आइसकेपछि हजुरले ई भिसा जेनेरेट गर्नुपर्ने हुन्छ। एन्ड इफ यु आर प्लानिङ टु स्टडी इन युके देन प्लिज कन्ट्याक्ट अस or you can visit our God Speed consultancy.